नमस्ते, स्वागत छ। हामीहरू 50 च्याप्टरको इपिएस टपिकमा रहेका छौं। इपिएस टपिकको पढाइ प्रश्न इल्गी 1 नम्बरमा भन्छ थाउम खुरिमगुवा ख्वान्गेनुन नेयोंगुल मुहसिमनिक्का। तलको चित्रसँग सम्बन्धित विषय के हो? यो आराको चित्र छ। यहाँनिर आरालाई भनिन्छ थोप। थोप भनेको आरा। नामुरुल छल्लायो, रुख काट्छ। आराले रुख काट्ने काम गर्छ। अप्सन नम्बर 1 मिलिहाल्यो। अप्सन नम्बर 2 मा छ थोप आरा खुमङ्गुल तुरयो, पुवाल पार्छ अरे। आराले पुवाल पार्दैन। माङ्छी नामुरुल छल्लायो, ह्यामरले रुख काट्दैन। माङ्छी खुमङ्गुल तुरयो, ह्यामरले पुवाल पनि पार्दैन। अप्सन नम्बर 1 मिल्यो। त्यस्तै 2 नम्बरमा रहेको छ थाउम चुङ तलका मध्ये मिच्छुल छिन बुबुनी मान्नुन मुन्जाङ्गुल खोरु सिप्सियो। अन्डरलाइन गरिएको भागमा मिल्ने वाक्य छान्नुहोस्। मादेरो बुनुल फुर्यासयो। मादे भनेको बोरा, बोराले बुन भनेको डल्लो, जुन उखलिएको रुखको तल्लो भागलाई बुन भनेर भनिन्छ। बोराले डल्लालाई पुर्यासयो छर्किए, छरिँदैन बेरिन्छ। त्यस्तै अप्सन नम्बर 2 मा रहेको छ खुल्छाक्किरो ताङुल फास्सयो। इस्काभेटरले जमिन खने। खुल्छाक्कीले जमिन खन्ने नै काम गर्छ। अप्सन नम्बर 2 मिलिहाल्यो। यसको उत्तर नम्बर 2। त्यस्तै 3 नम्बरमा रहेको छ खाजिरुल फेन्दुरो छल्लासयो। खाजी भनेको हाँगा, हाँगालाई फेन्दो भनेको ब्यान्डेज, ब्यान्डेजले छल्लासयो काटे। ब्यान्डेजले बाँधिन्छ, काटिँदैन। त्यस्तै अप्सन नम्बर 4 मा रहेको छ फलमोक खान। फलमोक खादा भनेको वन फडानी अथवा काट्ने काम, काट्नु भन्ने अर्थ हुन्छ। काटेको नामु उही रुखको खाजिरो हाँगालाई खेस्सयो बाले। काटेको हाँगालाई बाले भन्ने होइन, काटेको हाँगालाई मिलाए भन्नुपर्छ अथवा छोजे हाता भन्ने हुन्छ। 2 यहाँनिर क्वेसन नम्बर 3 मा रहेको छ फिन खाने थुरखाल खाजाङ आल्माचुन गसुल खोरु सिप्सियो। खाली ठाउँमा मिल्न जाने सबैभन्दा मिल्ने कुरा छान्नुहोस् भनेको छ। छौमुरो आज पहिलो पटक ड्रट छागबुल हेस्सम्निदा। ड्रट कार्य गरे, आज पहिलो पटक ड्रटको काम गरे। साबुरो ताङुल फागो जमिन बेल्चाले जमिन खनेर। नामुरुल पोबास्सयो रुखलाई उखेले। रुखलाई उकाउने कामलाई खुल्छुई छागब भनेर भनिन्छ। अप्सन नम्बर 4 खुल्छुई आधा भनेको उत्खनन गर्नु अर्थात् रुख उक्काउनु। त्यस्तै अप्सन नम्बर 1 मा रहेको छ थोसेक। थोसेक भनेको रङ लगाउने काम हो। योङजब भनेको वेल्डिङको काम। छेदान भनेको नाप्ने काम। आज पहिलो पटक रुख उक्काउने अर्थात् उत्खनन कार्य गरे। बेल्चाले जमिन खनेर रुख उखले भन्नु पर्यो। अप्सन नम्बर 4। त्यस्तै क्वेसन नम्बर 4 मा रहेको छ थाउमुन मुअसे थ्यान सलमेङ इम्नी का। दिएको के को बारेमा वर्णन हो। साल्लिम ने एस, साल्लिम भनेको जंगल, नेस भनेको भित्रबाट, जंगल भित्रबाट, अदुन भनेको प्राप्त भएको। नामुरुल रुखलाई उन्बान हागी उसार पसार गर्न, स्विप्तो रुख सजिलो हुने गरी, छङदाङ हान उचित, खुगिरो साइजमा, छारु नुन काट्ने, छागब इम्निदा काम हो। जंगल भित्रबाट प्राप्त भएको रुखलाई उसार पसार गर्न सजिलो हुने गरी उचित साइजमा काट्ने कामलाई भनेर भनिन्छ रे। अप्सन नम्बर 1 मा रहेको छ फलमुक। फलमुक भनेको फडानी अर्थात् रुख ढाल्नु भन्ने अर्थ हुन्छ। अप्सन नम्बर 2 छोजे। छोजे भनेको मिलाउने, जुन जंगलबाट ढालिएको रुखको हाँगाहरू काटेर मिलाउनुलाई छोजे छागब भनेर भनिन्छ। अप्सन नम्बर 2 मिलिहाल्यो। त्यस्तै अप्सन नम्बर 3 मा रहेको छ छिप्चे। छिप्चे भनेको काटिएका रुखलाई अथवा काठलाई जम्मा गर्ने, संकलन गर्ने कार्य हो। त्यस्तै अप्सन नम्बर 4 मा रहेको छ उन्जे।
उन्जे भनेको उनबान आधाबाट आएको हो, ओसार। अप्सन नम्बर 1 को फलमुख आधाबाट आएको हो। फलमुख आधा भनेको रुख ढाल्नु अर्थात् वन फडानी गर्नु भन्ने अर्थ हुन्छ। अप्सन नम्बर 2 छोजे, छोजर आधा समायोजन गर्नु अर्थात् मिलाउनु, छेर्यो सामग्रीबाट आएको हो। छोजे आधा भनेको मिलाउनु अथवा काटिएको रुखका हाँगाहरूलाई मिलाउने कार्यलाई छोजे आधा अथवा छोजे छागप भनिन्छ। मोचिफ आधा संकलन गर्नुबाट छिप्चे संकलन गर्नु, जम्मा गर्नु। उनबान आधा ओसार पसार गर्नुबाट उन्चे ओसार पसार गर्नु। त्यस्तै क्वेसन नम्बर 5 मा रहेको छ थाउम खुरुल इल्को दिएको हरफ पढेर नेयोङ्गा खाथुन गसुल खरु सिप्सियो विषय वस्तुसँग उस्तै कुरा छान्नुहोस्। हानगुगुन कोरिया चाहिँ ख्वागए विगतमा साल्लिम छाओनी वन जंगल स्रोतको, साल्लिम भनेको वन जंगल, छाओन भनेको स्रोत, कोरिया चाहिँ विगतमा वन जंगल स्रोतको फुजोक हेस्सुना अभाव थियो अर्थात् अभाव भए तापनि। भिएसटी प्लस ना उना भनेको यता पनि भन्ने ग्रामर हो, जिमान जस्तै ग्रामर हो। कोरियामा चाहिँ विगतमा वन जंगल स्रोतको अभाव भए तापनि छङबुई सरकारको साल्लिम फोहो वन जंगल सुरक्षा छनछेक भनेको नीति, वन जंगल सुरक्षाको नीति थग्बुने ले गर्दा छिगुमुन अहिले उल्छाङहान भनेको घना घोर भन्छ जंगल, यसलाई उल्छाङहान भनिन्छ। घना सुफुल जंगल खाच्छुगे थोयसुनिदा प्राप्त भएको छ। कोरिया चाहिँ विगतमा वन जंगलको अभाव भए तापनि सरकारको वन जंगल संरक्षण नीतिको कारणले गर्दा अहिले घना जंगल प्राप्त भएको छ। सुफुन जंगल चाहिँ मोक्चे वा काठ तथा इम्सानमुल जडीबुटी छेगोङ हागो उपलब्ध गराएर थायाङहान विभिन्न थोङसेक मुलुई जंगली जनावरहरूको ससिकजी भनेको वासस्थान थय भएर सेङमुल थायाङसङ भनेको जैविक विविधता, थायाङसङ भनेको विविधता, सेङमुल भनेको जीव जन्तु अर्थात् जैविक भन्ने अर्थ हो। जैविक विविधतालाई छुङ्गा सिक्किमिदा वृद्धि गरेको छ। तोहान अर्कोतिर इसान वाथान्सो भनेको कार्बन डाइअक्साइडलाई होप्सु ह्य कार्बन डाइअक्साइडलाई अवशोषण गरी खियु भनेको जलवायुमा फेनह्वाए जलवायु परिवर्तनमा थेउम हागे ह्यजुम निदा समानता गराइदिन्छ। थेउङ हादा भनेको समानता भन्न खोजेको हो। जंगलले चाहिँ काठ त्यस्तै जडीबुटीहरू उपलब्ध गराउनुको साथै विभिन्न जंगली जनावरहरूको वासस्थान भई जैविक विविधतामा वृद्धि गराउँछ, साथै कार्बन डाइअक्साइडलाई अवशोषण गरी जलवायु परिवर्तनमा समानता ल्याउँछ। छोएगुनेनुन पछिल्लो समयमा चाहिँ युयाङ भनेको आवास अर्थात् आराम गर्नेको लागि भनेको हो, आराम भन्ने अर्थ हुन्छ, आश्रम अथवा आवास। युयाङ वा ख्वानगाङ भनेको पर्यटन, सुफोछु भनेको खेलकुद, खोङ्गानुरो ठाउँको रूपमा पनि वारेङ थैगो इस्निदा प्रयोग हुँदै आइरहेको छ। अप्सन नम्बर 1 मा भन्छ हानगुगुन आगबुथ कोरिया चाहिँ विगतदेखि साल्लिम छाओनी वन जंगल स्रोतको फुङबु सुविधा पर्याप्त थियो अर्थात् प्रचुर मात्रामा थियो, धेरै थियो भन्ने अर्थ हो। विगतमा धेरै थिएन, अभाव थियो, अहिले पछिल्लो समयमा मात्रै धेरै भएको। फुजो खादा भनेको अपुग हुनु, फुङबु आधा भनेको प्रशस्त हुनु, फुजो खादाको फन्देमल फुङबु आधा। त्यस्तै अप्सन नम्बर 2 मा रहेको छ सुफुन ओरे छन बुथ जंगल लामो समय अगाडिदेखि नै सुफोछु खेलकुद खोङ्गानुरो
वारेङथोय 왔습니다. खेलकुद ठाउँको रूपमा प्रयोग हुँदै आइरहेको थियो। लामो समय नम्बर 3 मा रहेको छ छङबुनुन सरकारले साल्लिम फोहोरुल उये वन जंगल सुरक्षाको लागि थुक्बेराम विशेष छङछेकुल नीति सियङ सुनिदा लागू गरेको छ। सरकारले वन जंगल सुरक्षाको लागि विशेष नीति लागू गरेको छ। यो ठिक छ, यहाँनिर भनेको छ वन जंगल सुरक्षाको लागि नीतिको कारणले वन जंगल घना भएको हो भन्छ। अप्सन नम्बर 3 मिल्यो। त्यस्तै अप्सन नम्बर 4 मा रहेको छ सुफुन जंगल इसान वाथान सोरुल हुप्सु हाय कार्बन डाइअक्साइडलाई अवशोषण गरेर सेङ्मुल थायाङ सङन जैविक विविधतालाई खाम्सो सिकिमिदा घटाउँदछ। खाम्सो सिकिदा भनेको घटाउनु, छुङ्गा सिकिदा भनेको बढाउनु। खाम्सो सिकिदाको फान्दैमल छुङ्गा सिकिदा हुन्छ, बढाउँछ भनेको छ, यहाँनिर घटाउँछ भन्यो। यो पनि मिलेन, उत्तर नम्बर 3 भयो। इपिएस टपिक थुत्कीमा रहेको छ यहाँनिर। 1번 다음을 듣고 들은 내용과 관계 있는 그림을 고르십시오. 용호 씨는 지금 뭐 하고 있어요? 나무를 자르고 있어요. यमोजीले अहिले के गर्दै हुनुहुन्छ भनेको थियो, रुख काटिरहेको छु अथवा रुख काट्दै छु भने अप्सन नम्बर 4 मिल्यो। त्यस्तै क्वेसन नम्बर 2 मा रहेको छ थाउमुल थुत्को मुरुमे अल्माजुन थेदाबुल खोरुसिप्सियो दिएको सुनेर प्रश्नमा मिल्ने जवाब छान्नुहोस्। ओहुए छाग फेयो, दिउँसो काम गर्छु। छिप्चे जाङ एस, छिप्चे जाङ भनेको संकलन गर्ने ठाउँ, छिप्चे भनेको जम्मा गर्नु अथवा संकलन गर्नु, छाङसोको छाङ भनेको ठाउँ, जम्मा गर्ने ठाउँमा छाग फेयो काम गर्छु। छैन थोप चैन अथवा घुम्ने हाराले छाग फेयो काम गर्छु। यङहोसी हागो छाग फेयो, यङ्गोजीसँग काम गर्छु। 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. 어디에서 토막 내기 작업을 해요? 1. 오후에 작업해요. 2. 집제장에서 작업해요. 3. 체인톱으로 작업해요. 4. 영호 씨하고 작업해요. 어디에서 토막 내기 작업을 해요? कहाँ काट काट्ने काम गर्नुहुन्छ भनेको थियो। छिप्चेजाङ에서 일해요 अथवा छागप हेयो जम्मा गर्ने ठाउँमा काम गर्छु भन्नु पर्यो। उत्तर नम्बर 2। 3번 두 사람은 무엇에 대해 말하고 있습니까? 문 감기는 어떻게 해야 돼요? 먼저 마대로 분을 감은 후에 밴드로 다시 감아야 해요. फुन गाम्गिनु अतक्कै 해야 돼요 भन्छ। जुन उखलिएको रुखको तल्लो भागलाई कसरी बाँध्ने अर्थात् कसरी बेर्ने भनेको थियो। पहिला बोराले बेरिसकेपछि ब्यान्डेजले बाँध्नुपर्छ भनेपछि छागप फाङपप काम गर्ने तरिका। उत्तर नम्बर 1। छागप
복장 भनेको कार्य पोशाक, छागप 환경 कार्यस्थलको वातावरण, कामको वातावरण, छागप 일정 भनेको कामको तालिका। (4번) 다음을 듣고 이어지는 말로 가장 알맞은 것을 고르십시오. 삽으로 땅을 파면 시간이 오래 걸릴 것 같아요. बेल्चाले जमिन खन्यो भने